ओके नेक्स्ट हाम्रो के छ मल्टी लेभल इनहेरिटेन्स। मल्टी लेभल इनहेरिटेन्स कस्तो हुन्छ भन्दाखेरि दुईटा चाइल्डले एउटै प्यारेन्टबाट नो 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 यो गलत हो। एउटा प्यारेन्टले अर्को चाइल्डलाई दियो प्रपर्टिज, अर्को चाइल्डले फेरि प्यारेन्टको प्रपर्टिज लिन पर्यो भने के लिन्छ अर्को चाइल्डको, यसभन्दा अगाडिको चाइल्डको। मतलब हजुरबुवाको प्रपर्टिज बाबामा आयो, अब बाबाको प्रपर्टिज ग्रान्डसनमा आउन पर्यो नि त हैन। अब ग्रान्डसनले चाहिँ के गर्न पायो त, हजुरबुवाको पनि प्रपर्टी चलाउन पायो, बाबाको सम्पत्ति पनि चलाउन पायो। भेरी सिम्पल। सो त्यसको लागि हामी एउटा फाइल बनाऊ, यो हटाउँ पहिला, मल्टी लेभल डट जावा यति मात्र। ओके देखिरहेछ होला। क्लास GRA ग्रान्डपा लेखे। ओके एन्ड अर्को क्लास के हुन पर्यो, क्लास DAD ड्याड, यो भयो। अर्को क्लास पनि के हुन पर्यो, क्लास सन। ओके यो भयो। यो भन्दा पनि ग्रान्डसन लेखौँ न, ग्रान्डसन, ग्रान्ड यो भयो हैन। यो चाहिँ सन बनाऊँ। गुड। हजुरबुवाको छोरा, छोराको छोरा भनेको ग्रान्डसन। गुड। हजुरबुवाको पर्सपेक्टिभबाट हेर्दैछौँ है। अब यो फाइल चलाउनलाई फेरि एउटा चाहियो, के चाहियो, पहिला यसलाई यही नामलाई चाहिँ कपी गरिदिन्छु म। ओके यो फाइलको नाम एन्ड यो फाइलको नाम र हाम्रो प्रोग्राम चलाउने फाइलको नाम, यो क्लासको नाम चाहिँ सेम हुन पर्यो, क्लास। ओके ल यति भएपछि भयो हैन। अब यसमा सिन्ट्याक्स इम्प्लिमेन्ट गरौँ। हाम्रो ग्रान्डसनले बाबाको लिने हो प्रपर्टिजहरु, सनले चाहिँ हाम्रो बुवाहरुले चाहिँ के रे ग्रान्डसनको ग्रान्डपाको प्रपर्टिजहरु लिने हो। अब यसको ठाउँमा फेरि हामी के बनाउँछौं, void GRAND ग्रान्डपा भयो। ओके सिस्टम डट आउट डट प्रिन्ट ln ओके I am ग्रान्डपा, यो भयो हैन। यति भएपछि ग्रान्डपाको प्रपर्टिज डिफाइन भयो। एउटा चीज यस्तै अरु पनि मेथड्सहरु हुन सक्छ एउटा क्लासमा है। यो हामीले बुझ्नको लागि मात्र केही काम होस् भनेर हामीले यो एक्सटेन्स गरेको देखेरै हाम्रो यो के रे मार्क्स चाहिँ पाउँछ है एक्जाममा चाहिँ। बट हामीले चाहिँ केही काम भइराछ भनेर बुझ्नको लागि चाहिँ हामीले अहिले केही भित्र केही मेथड्सहरु चाहिँ बनाइराछ है। यहाँ पनि अब रिटर्न टाइप एउटा आउन पर्यो एन्ड फंक्सनको नाम के त, पापा लेख्दिम न एन्ड प्यारेन्थेसिस। यति भएपछि फंक्सन बन्यो। यति भएपछि अब मैले यही चीजलाई कपी गर्छु, यहाँ पेस्ट गरे, I am पापा। ओके यो भयो। अब ग्रान्डसनले पनि के गर्छ, एउटा यसमा पनि हुन पर्यो के void void ग्रान्डसन नाम भयो फंक्सनको, प्यारेन्थेसिस एन्ड पेस्ट I am ग्रान्डसन भनेर आउँछ, ग्रान्डसन। ओके यति भएपछि यहाँ चाहिँ एउटा मेन मेथड बनाउन पर्यो, पब्लिक। यो स्टेटिक भनेको अब जहाँबाट पनि बिना अब्जेक्ट बनाइकन कल गर्न सकिन्छ, मेन। यसमा चाहिँ स्ट्रिङ आर्गुमेन्ट आउँछ, ए और जे लेख्दा नि भयो है यो आर्गुमेन्टको ठाउँमा चाहिँ। अब मैले ग्रान्डसनको बनाउँछु, ग्रान्डसनको टाइपमा टाइप भएको एउटा भेरिएबल जी मा के स्टोर गरिदिउ त, मेरो ग्रान्डसनको अब्जेक्ट, ग्रान्डसनको अब्जेक्ट ग्रान्डसन। ओके ल भयो। अब मैले यो गरे भने के पाउँछु त, ग्रान्डसनको आफ्नो प्रोपर्टिज हुने भयो, ग्रान्डसनको बाबाको पनि प्रपर्टिज हुने भयो, सनको पनि प्रपर्टिज हुने भयो उसँग ग्रान्डसनसँग, एन्ड हजुरबुवाको पनि प्रपर्टिज हुने भयो
हैन। सो मैले जी बाटै जी डट के छ ग्रान्डसन पहिला कल गरौँ भयो एन्ड जी डट उसले आफ्नो हजुरबुवाको आफ्नो सम्पत्ति सकायो ल पूजामा है, आफ्नो सम्पत्ति सकाएर अब ग्रान्ड बुवाको आफ्नो बाबाको पनि अब उसले सम्पत्ति युज गरिरहेछ भनौँ। ओके एन्ड फेरि जी डट फेरि आफ्नो हजुरबुवाको बाँकी रहेको अब जग्गा सग्गा होला होइन, बचाएको बाबाले कमाएको पनि सक्यो, अब जग्गा सग्गा होला हजुरबुवाले पनि कमाएको त्यो पनि युज गर्न थाल्छ। अब यसलाई पनि कल गरिदिउँ ग्रान्डपा। ओके अब यति गरेपछि लेट मी सी कतै एरर छ, यहाँ छ अरू ठाउँ छैन। ओके मैले रिटर्न टाइप नै दिएको छैन, यो आइडी पोइड आयो, यसलाई यहीँबाट कल गरेँ मैले। ओके चल्यो होइन। सो यहाँबाट कल गरेपछि अब आई एम ग्रान्डसन, म नाति हो, मैले बाबाको पनि प्रपर्टिज युज गरेँ आफैमा होइन, अनि हजुरबाको पनि प्रपर्टिज युज गरेँ। सिम्पल यति भएपछि भयो हाम्रो मल्टी लेभल इनहेरिटेन्स। नेक्स्ट चाहिँ अब हाम्रो के छ हायरार्चिकल इनहेरिटेन्स, तो नेक्स्ट भिडियो हेरौँ है। ओके जानुभन्दा अगाडि चाहिँ सब्सक्राइब गरिदिनु, नाइ पनि फेल पनि हुन सक्नुहुन्छ यो भिडियो नहेरेर, एन्ड लाइक पनि गरिदिनु ताकि मलाई थाहा होस् तपाईहरुलाई भिडियो चाहिएको छ, एन्ड शेयर गरेन भने त तपाईहरुको साथी छुट्न सक्छ नि फेरि। हस् थ्यांक यू है त।